हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। धेरै लामो समयपछि एउटा नयाँ ब्लग लिएर आइसकेको छु। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला। यदि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब पनि गरिदिनु होला। ल भिडियो स्टार्ट गरौँ साथीहरू। अहिले चाहिँ हाम्रो टनेलमा इन्भर्ट लाइनिङको काम भइरहेछ भट्टा भर चाहिँ है। अहिले चाहिँ मेरो नाइट ड्युटी छ। यो तिहारको बेला साथीहरू सबै घर गएको छ, त्यही भएर अहिले चाहिँ मेरो नाइट ड्युटी छ। म तपाईँहरूलाई फुल भिडियो बनाएर देखाउने छु हाम्रो टनेलमा कसरी काम हुन्छ भनेर। यो पारिपट्टिको चाहिँ हाम्रो रामेछाप जिल्ला, यो वारिपाटीको चाहिँ दोलखा जिल्ला भइहाल्यो। यहाँबाट चाहिँ हाम्रो टनेल स्टार्ट छ साथीहरू है। यहाँबाट साथीपट्टि ताता हावा आउँछ माथिबाट। बाहिर चाहिँ चिसो छ, यहाँ टनेलभित्र छिर्न छ तातो हावा गर्मी छ। म तपाईँहरूलाई देखाउँछु। हामी अगाडि बढ्दैछौँ, अन्धकार छ पुरै। हामीको लाइटहरू चाहिँ चोरी भएको भए गर्छ कुरै नगरौँ है, त्यही भएर अन्धकार छ। यहाँबाट चाहिँ हाम्रो यहाँ 4टी टनेल स्टार्ट छ। यहाँबाट हाम्रो 6200 मिटर मासतिर गयौँ भने चाहिँ हामी हेडोक्स पुग्नेछौँ ड्याम। 6200 मिटरको चाहिँ हाम्रो माथि टनेल छ, देख्न सक्नुहुनेछ। हाम्रो टनेलको हालत पनि लास्टै खतम छ। नेपालको बाटोमा धान रोप्न मिल्दो भने जस्तो छ। यहाँनिर चाहिँ हाम्रो निच भइहाल्यो, गाडीहरू घुमाउनको लागि, साइड दिनको लागि बनाएको। यो चाहिँ त्यस्तो हाम्रो निच चाहिँ ठाउँ ठाउँमा बनाएर राख्नुपर्छ। यहाँ अगाडिबाट चाहिँ हाम्रो बेन्ड छ। हाम्रो अहिले चाहिँ यहीँसम्म आइसकेका छौँ हाम्रो इन्भर्ट लाइनिङ गरेर। यहाँनिर चाहिँ हाम्रो अबको 1 वर्षमा चाहिँ बत्ती बल्नुपर्ने हो मेरो विचारमा। यहाँनिर चाहिँ हाम्रो कार्मिक्सले यसरी बाहिरबाट कङ्क्रिट ल्याएर भित्र कङ्क्रिट पम्पको हप्परमा यसरी हालिदिन्छ। अनि हाम्रो कङ्क्रिट पम्पले चाहिँ यहाँबाट कङ्क्रिटलाई पम्प गरेर अगाडि लानेछ, देख्न सक्नुहुनेछ। हाम्रो अगाडि भइरहेछ मस्तसँग ढलान। हामी चाहिँ एकचोटिमा म्याक्सिमम 51.7सम्म गइरहेछौँ होइन। धेरै लामो प्यानल गर्न पनि मिल्दैन अलिकति हाम्रो टनेलभित्र चाहिँ होइन। ठाउँ ठाउँमा हाम्रो जोइन्ट राख्नुपर्ने छ। यहाँ पनि हाम्रो निच छ अर्को। अनि ठाउँ ठाउँमा राख्नुपर्छ। निचमा चाहिँ यसरी हामीले यो गरेका छौँ। निच भनेको चाहिँ गाडी घुमाउनुको लागि, हाम्रो साइड दिनको लागि बनाएका हुन्छौँ टनेलमा। मेरो काम भनेको चाहिँ यहाँनिर सर्वे गर्नु खासमा। म चाहिँ यहाँको सर्वेयर है। मैले चाहिँ अगाडि नै यसरी यो भित्तामा रातो लाग देख्नुभएको छ होला। यसरी मैले चाहिँ भित्तामा लेभल दिनुपर्ने छ। हाम्रो साथीहरूले त्यो लेभल अनुसार यसरी काम गर्नुपर्नेछ, त्यो अनुसार गर्नुपर्ने छ। हाम्रो कङ्क्रिट चाहिँ यसरी आउँछ कङ्क्रिट पम्पबाट। अहिले चाहिँ म तपाईँहरूलाई यहाँबाट तल देखाउन गइरहेको छु। यहाँबाट चाहिँ हाम्रो 200 मिटरको भर्टिकल टनेल छ यहाँ तल चाहिँ है। अहिले चाहिँ हाम्रो पेन्स्टिक पाइप हालेर नै काम सकिसकेको छ। उताबाट हाम्रो पानी आउँछ अगाडिबाट होइन। यहाँबाट 6 किलोमिटर उताबाट टनेल आउँछ पानी। अनि त्यस पछाडि यो ठाउँमा आएर चाहिँ हाम्रो झर्ने छ है। यहाँ अगाडि चाहिँ अब म चाहिँ सर्वे गर्न लागेको यो ठाउँमा छ मेरो मेसिन चाहिँ। यहाँनिर सर्वे गर्दैछु गाइस, एक्लै छु। माथि यत्रो छ है, बडाइमानको गुफा जस्तै छ। हाम्रो चाहिँ यहाँ टनेलमा अहिले चाहिँ वेट सर्किटको काम भइरहेछ। यसरी हेर्न सक्नुहुनेछ, सिफाबाट चाहिँ यसरी काम भइरहेछ धमाधम चाहिँ है। साथीहरू अहिले चाहिँ म 2 किलोमिटर टनेलभित्र छु। यहाँबाट चाहिँ हाम्रो बाहिरबाट अक्सिजन आइरहेको हावाको पाइपबाट होइन। ठक्क लाएर हाम्रो अगाडि चाहिँ पेज छ। अहिले चाहिँ यहाँ सर्वे गर्न आएकोमा है रिभ इन्स्टलेसनको काम हुँदैछ। यस्तो छ। यहाँबाट चाहिँ हाम्रो रिभ स्टार्ट भएको थियो। यहाँबाट चाहिँ लुज सेक्सन स्टार्ट भयो होइन। यतापट्टि चाहिँ हाम्रो अलिक हार्ड रक आएर यता चाहिँ हाम्रो रिभ राख्नु पऱ्यो नि। यहाँबाट चाहिँ लुज आउन साथ यसरी राख्नुपर्छ। यस्तो खालको छ है। यही हाल्नको लागि मैले सर्वे गर्न आएको यहाँनिर होइन। अगाडि जाऊँ भने गाइस तल यस्तै हिँड्नुपर्छ कि चप्लङ पानी यस्तो हुन्छ। गम्बुट लाउने हिँड्ने। अगाडि चाहिँ हाम्रो नितेश साथी छन् यहाँनिर चाहिँ। यस्तो पारामा यहाँ सर्वे गर्दैछन् हाम्रो नितेश साथी।
यस्तो फलमा यहाँदेखि केही देखेन 1 सेन्टी भन्दै हुनुहुन्छ यस्तो गरामा हाल्नुपर्छ रि उतापट्टि पनि हाल्दै हुनुहुन्छ हो त्यो अनि हालेर यस्तो गरामा सर्किट गरिदिनुपर्छ होइन त्यस्तो गर्दा हामी अगाडि बढ्छौँ यता चाहिँ हाम्रो फेस भोलिबाट चाहिँ अलि हार्ड रक आइरहेको थियो यताबाट होइन क्राउनमा दुःख दिएको छ यहाँसम्म लुच्छु मलाई हाड आइसकेको छ यो चाहिँ हाम्रो खिम्ती टु हाइड्रो पावर प्रोजेक्टको पावर हाउस भइहाल्यो होइन त मैले जति पनि देखाएको यही माथिको पावर हाउसको भइहाल्यो होइन त साथीहरू त्यो चाहिँ खिम्ती खोला धेरै ठुलो छैन साथीहरू सानो छ है यही खोलामा पनि धेरै 6-7वटा हाइड्रो पावर बनिसकेका छन् यहाँ तलतिर चाहिँ हाम्रो खिम्ती 1 को यो ड्याम भइहाल्यो होइन त यो चाहिँ हाम्रो बनेको करिब 30 वर्ष क्रस भइसकेको छ यो चाहिँ हाम्रो नर्वे सरकारले बनाएको साथीहरू अहिलेलाई यति नै सियुटीबाट सघाउनु फेरि भेटौँला मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला बाई बाई